नेपालको नयाँ पर्यटकीय गन्तव्य धुमैया जलाधारको यस विशेष प्रस्तुतिमा स्वागत छ। सहरको उकुसमुकुस र चर्को गर्मी छल्न मन छ? यसको अचूक उपाय जंगलभित्रै लुकेको छ। साँच्चै सहरको कोलाहललाई धुमैयाका यी चिसो झरना र शान्त जंगलले जादु जस्तै चट्टकै बिर्साइदिन्छन्। अब कुरा गरौँ यो कहाँ छ। बाँकीको नेपालगञ्जबाट मात्र 25 किलोमिटर पूर्वमा यो रमणीय गन्तव्य अवस्थित छ। हुलाकी राजमार्गबाट पूर्व हुँदै चिल्हरिया चोक पुगेपछि जंगलको जम्मा 3 किलोमिटर बाटो पार गरे यहाँ पुगिन्छ। यहाँ पुग्ने जो कोही चिसो झरनामा नुहाउन, वनभोज गर्न र भाइरल टिकटक भिडियो बनाउन मग्न हुन्छन्। यो कति लोकप्रिय छ भने गर्मीको बिदामा यहाँ एकै दिन 400 जनासम्मको घुइँचो लाग्ने गर्छ। हालसालै थपिएका खानेपानीका धारा, वनभोज स्थल र सुरक्षित पोखरीले पर्यटकको आकर्षण झनै बढाएको छ। सबैभन्दा राम्रो पक्ष यो संवेदनशील वन क्षेत्रको सम्पूर्ण संरक्षण सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समूहले गरिरहेको छ। पर्यटन मात्र होइन, यो ठाउँ राप्ती नदी बेसिनको जैविक विविधता र चुरेका नदीहरूका लागि पनि महत्त्वपूर्ण छ। अनि रोचक कुरा, यहाँका दशकौं पुराना सिंचाई कुलोले आज पनि स्थानीय कृषिलाई धानिरहेका छन्। अब लागौं सबैभन्दा महत्त्वपूर्ण कुरामा। यस ठाउँको भ्रमण गर्न कुन मौसम सबैभन्दा उपयुक्त हुन्छ त? मार्चदेखि जुन एकदमै उत्तम मानिन्छ, तर मनसुनमा हिलो बाटो र एक्कासी आउने बाढीको निकै जोखिम रहन्छ। सजिलो यात्राका लागि बिहानै निस्कनु, खाना बोक्नु र यहाँको वातावरणमा फोहोर नफाल्नु नै सबैभन्दा बुद्धिमानी हो। खुसीको कुरा, राप्ती सोनारी गाउँपालिकाले यहाँको पर्यटन प्रवर्धन र थप पूर्वाधार विकासका लागि छलफल अगाडि बढाएको छ। तर अन्त्यमा एउटा गम्भीर प्रश्न उब्जिन्छ, के धुमैयाले भाइरल प्रसिद्धि र पारिस्थितिक संरक्षण बीच सन्तुलन कायम गर्न सक्ला?